हेलो साथीहरु, स्वागत छ हजुरलाई धेरै दिनको यो मेरो नयाँ भिडियोमा। आज भने हाम्रो नेवारी कल्चर अनुसार महपूजा छ। आज महपूजा भनेको आफ्नो स्वयंको पूजा गर्ने भनेर बुझिन्छ। त्यसैले आज चाहिँ महपूजा अब बेलुकी हुन्छ। मैले चाहिँ अब महपूजाको लागि हाम्रो जजङ्का विशेष जजङ्का र बत्ती चाहिन्छ। त्यही भएर मैले अब जजङ्का र बत्ती बनाउनको लागि तयारी गरिरहेको छु। अब त्यसको लागि चाहिँ के चाहिन्छ भनेर म हजुरहरुलाई यहाँ देखाउँछु। अनि यी मेरा दुईटा सुपुत्रीहरु राजकुमारीहरु लक्ष्मीहरु हुनुहुन्छ। उहाँहरुलाई पनि मैले अब यो जजङ्का बनाउन सिकाउँदै छु। हजुरहरु पनि सँगसँगै सिक्नु होला। म हजुरहरुलाई के चाहिन्छ देखाउँछु है त। ल साथीहरु, मैले चाहिँ जजङ्का बनाउन लागेको छु। हाम्रो मेन जजङ्का बनाउनको लागि चाहिने सामग्री भन्दाखेरि काँचो धागो हैन। अब हामीहरुको नेवार समुदायले त जान्नु भकै छ, तर पनि अरु समुदायकोहरुलाई के हो कस्तो हो भन्ने इच्छा लाग्छ भनेर मैले चाहिँ यो बताउँदै छु। अनि यो हाम्रो काँचो कपडा, चोखो कपडा, अनि यो रह्यो चामल। यो पनि हामीले सकेसम्म नङले छोडाउने, नसक्यो भने अब एकहोरो सिलौटामा नाङ्लोमा या सिलौटामा के रे लोहोरोले घिरी गर्ने भन्छौं के रे हो त्यस्तो कति पनि टुक्रा नभएको सग्लो सग्लो चामल चाहिन्छ। अनि त्यसरी नै फूल। अनि त्यसपछि यो चाहिँ मैले अब यो धागो बेर्नको लागि एउटा सपोर्टको लागि राखेको छु। अब यो कसरी बनाउने भनेर अब म भन्छु है त। काँचो कपडा यसमा चाहिँ अब हामीले भगवानको लागि र मान्छेको लागि भनेर अलग अलग बनाउँछौं। भगवानको लागि 6 वटा चामल अनि यो धागोको सरा 6 वटा बनाउँछौं है। मैले अब यो गनेर राखेँ। नभाँचिएको सग्लो चामल एउटा मात्रै बनाउने भगवानलाई 2 टा 3 टा 4 वटा 5 वटा 6 वटा है साथीहरु। अनि अब यो फास्ट गर्दैन हुन्छ। अब यसरी 6 वटा चामल राखेपछि अब यसलाई हामीले फेरि यसरी फोल्ड गर्नुपर्छ। अनि यो फोल्ड गरेपछि यसलाई चाहिँ हामीले फेरि एउटा साथीको रूपमा हामीले फुल सपोर्ट राख्छौं। यसरी फुल सपोर्ट राख्ने। अनि हामीले अब यो धागोलाई यो तलसम्म त ढल्छ फेरि त्यसलाई भनेको करुवालाई तलसम्म भनेछु। अब यसरी 6 चोटी। अब अलि छोटो भगवानलाई चाहिँ अलि छोटै बनाएँ मैले। 2 3 4 5 6। अब यस्तो गरेपछि यसलाई चुडाउने। अनि अब यो फुललाई यसलाई यस्तो गरेर यहाँ भित्र छिराउने अनि यसलाई यसरी तान्ने है त साथीहरु। यसरी बनाइन्छ हाम्रो नेवारी कल्चरको महपूजा, भाइ पूजा, जेको लागि पनि हाम्रो यो चाहिँ विशेष हो। छोडिदिन्छ पकाइन्छ। यो भयो भगवानको लागि। साथीहरु, यहाँ चाहिँ बाहिरको धेरै आवाज आयो, त्यसैले यहाँ बोलेको भिडियोमा रेकर्ड गरेको केही पनि सुनिएन। त्यसैले मैले भोइस रेकर्ड गरिरहेको छु। यहाँ चाहिँ मैले अब देवी देवताहरूलाई चढाउने जजङ्का तयार गरिसकेपछि अब फेरि मान्छेको लागि आफूले लगाउनको लागि अब हामी आफ्नै लागि फेरि जजङ्का बनाउन लागिराखेको छु हैन। यहाँ मैले बनाउन लागेको थिएँ। फेरि ठुलो छोरीले म बनाउँछु नि मम्मी भन्न लाग्यो। अनि ल ठिकै छ नि त, बनाऊ न त, सिक्नु पनि पर्छ भनेर मैले उसलाई दिएँ। अब उसले बनाउँदै थियो यहाँ हैन।
अनि यसरी नै जजङ्काहरू बनाइराखेका छौँ। यहाँ ठुलो नानीले धागो बनाउँदै बेर्दैछ। मैले चाहिँ यहाँ धागो मिलाएर दिँदैछु। मेरो सानो छोरीले चाहिँ त्यो कपडामा चामल गनेर रेडी बनाइदिँदैछ। यसरी नै हामीले अब मानिसको लागि पनि छुट्टै जजङ्का तयार गरिरहेका छौँ। अनि यसरी नै फेरि हामीले यो जजङ्का बनाइसकेपछि अब फेरि हामीलाई त्यहाँ बाल्नको लागि बाती चाहिन्छ हैन। अनि हामीले चाहिँ जति सक्छ मोटो धेरै बेर बल्न सकोस् भनेर हामीले जति सक्छ त्यति मोटो धागो बेरेर मोटो बत्ती बनाउनु पर्ने हुन्छ। जति मोटो भयो अब त्यति धेरै बेर बल्छ नि त। त्यसैले अब फेरि बत्ती बनाउन लागिराखेका छौँ हैन। बत्ती चाहिँ अब अलि जजङ्का भन्दा अलि छोटो तरिकाले यहाँ अब फेरि नानीले बनाउन लागिरहेको छ। अब यहाँ देख्न सक्नुहुन्छ अब बत्ती बनाउने तयारीमा छौँ हामी। अब यहाँ नानुले बत्ती बनाउँदैछ। मैले चाहिँ अलि छोटो गरेर बेराएँ त्यो जजङ्का भन्दा चाहिँ आधी नै अलि छोटो गरेर भनेर अनि उसले बेरिराखेको छ। अब बत्तीको लागि चाहिँ हामीले जति अब मसिनो पनि एकदम धागो काँचो धागो पनि धेरै मसिनो थियो। त्यसैले अलि अब मोटो बनाउन धेरैचोटि नै बेर्नु पर्ने भएको हुनाले नानीले यहाँ बेरिराखेको छ। अनि यसरी नै हामीले काँचो धागोको बाती पनि बनाएका छौँ। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा पनि हैन। यसरी नै हजुरहरूले पनि आफ्नो महपूजाको लागि तयारी गर्नुभयो होला। यो भिडियो सायद अब हजुरहरूको माझमा पुग्ने बेलासम्म त सायद यो भाइटिकाको दिन या भाइटिकाको भोलितिर मात्रै लोड हुन्छ होला है त साथीहरू। ल साथीहरू मैले चाहिँ रेडी गरिसकेँ। अब यो रह्यो भगवानको लागि जजङ्का, यो मान्छेको लागि, अनि यो रह्यो बत्ती, यो रह्यो अब बेलुकाको पूजाको लागि तयारी। अब चाहिँ हजुरलाई म किचनमा गएर भेट्छु है त साथीहरू। साथीहरू मैले चाहिँ किचनमा हजुरहरूलाई खाना बनाएको देखाउँछु भनेको थिएँ। त्यहाँ कामको व्यस्तताले गर्दा मैले भिडियो बनाउनै भुलेछु। त्यसैले अब एकैचोटि मैले किचनको नदेखाएर मैले चाहिँ अब यहाँ साँझ हाम्रो महपूजा हुन्छ नि त। त्यो महपूजालाई पनि हाम्रो यहाँ मण्डल भनिन्छ हैन। त्यो मण्डल बनाउनु पर्छ। त्यो मण्डलको लागि हामीले यहाँ प्रिपरेसन गरिरहेका छौँ। यहाँ छोरी र म भएर अब यहाँ बनाइराखेको छु। देख्नु भएको छ नि यहाँ हैन। एउटा मैले त्यहाँ बनाइदिएँ अनि छोरीले अब म बनाउँछु भनेर उसले बनाउँदैछ दुईटाले पालै पालो हैन। अब यहाँ देखिरहनु भएको छ हाम्रो बेलकी चाहिँ अब कतिजना एउटा भगवानलाई है। अनि त्यसपछि हाम्रो घरको परिवार कतिजना छ, परिवारको हरेक सदस्यको हिसाबले एउटा एउटा हामीले व्यक्ति गनेर यस्तो मण्डल बनाउँछौँ। अब रङ्गोली जस्तो भनौँ न हैन। अहिले रङ्गोली बनाइन्छ नि त्यस्तै नै हामीले एउटा मण्डल बनाउँछौँ। त्यहाँ हरेक प्रत्येक व्यक्तिलाई एउटा एउटाको हिसाबले यहाँ मण्डल बनाउँछौँ हैन। त्यसरी नै मेरो छोरीहरूले यहाँ मण्डल बनाइराखेको छ। अब म यो मण्डल तयार भएपछि फेरि हजुरहरूलाई एकचोटि देखाउने नै छु। साथीहरू हजुरहरूले पनि आफ्नो घरमा हैन महपूजाको तयारी गरिरहनु भएको होला। आफ्नो परिवारसित मिलेर रमाइलो गरिराख्नु भएको छ भन्ने आशाको साथ हजुरहरूले पनि अब यो भिडियो हेरेर इन्जोय गर्नुहोला र आफ्नो परिवारको साथमा रमाइलो गर्नुहोस्, हाँसी खुसी हैन आफ्नो चाड मनाउनु होला भन्दै अब म हजुरहरूलाई मण्डल देखाउँछु। हेलो एभ्रिवान, नमस्ते साथीहरू। मैले दिउँसो हजुरलाई चाहिँ अब देखाइसकेँ आज हाम्रो नेवारको विशेष चाड महपूजा। त्यसरी नै आज मैले बिहान चाहिँ हजुरहरूलाई जजङ्का बनाएको देखाएको थिएँ। त्यसपछि चाहिँ मैले अरू भिडियो बनाइनँ। मैले चाहिँ फेरि किचनमा खाना बनाउनतिर लागेँ। त्यसपछि मैले अब खाना बनाएको के देखाउनु, अब एकैचोटि बनाएपछि बेलुकी नै भेट्छु भनेर मैले भिडियो रोकिदिएको थिएँ। अब फेरि सुरु गरिराखेको छ। फेरि पनि हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। मैले चाहिँ खाना बनाएर पनि म आफू पनि रेडी भइसकेको छु। अब हाम्रो महपूजा सुरु हुन लागेको छ। म हजुरहरूलाई अब त्यतातिर लैजान्छु। मैले आज खानामा के बनाएँ म देखाउँछु है त हजुरहरूलाई।
हेर्न सक्नुहुन्छ। यहाँ छ पापड, दही अनि यो गुलाब जामुन के भन्छ, अनि त्यसपछि हाम्रो विशेष गोर्खाली चटनी, अनि त्यसपछि पनिर र सब्जी, अनि त्यसरी नै छ यहाँ रोटी, अनि हाम्रो स्वीटमा छ जेरी लड्डु, यहाँ देख्न सक्नुहुन्छ। अब के छ, अनि अब यो हाम्रो बेलुकीको सगुनको लागि यहाँ रेडी भइराखेको छ। अब चाहिँ हजुरहरूलाई म अब पूजा गर्ने ठाउँतर्फ लैजान्छु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो मण्डलहरू, मैले अघि नै पनि देखाइसकेको थिएँ, रेडी भइसकेको छ। यहाँ मेरो माता लक्ष्मीहरू तयारी अवस्थामा हुनुहुन्छ महापूजा गर्नको लागि, अनि यहाँ चाहिँ सब रेडी भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो पूजा गर्ने सामग्री रेडी भइसकेको छ। अब म हजुरहरूलाई अब हाम्रो महापूजा देखाउँछु। ल त साथीहरू, अब हाम्रो महापूजा सुरु भयो। अब म पूजा गर्न गइराखेको छु। अब हेरौँ है त के हुन्छ, कसो गर्छु। अब जस्तो जाने त्यस्तै तरिकाले हैन, हाम्रो आफ्नो नेवारी कल्चरको परम्परा हो यो। अब यसलाई चाहिँ हामीले स्थगित राख्नै पर्यो। हामीले गर्यो भने मात्रै हाम्रो छोरछोरीले पनि जान्दछ। त्यसैले अब मैले महापूजाको सुरुवात गरेँ। बत्ती
고추 제거가 누르시죠. Depois só a cabeça.
घरमै मलाई पनि म सिम्पल नानी ओ हजुरको असली बेहुली ल ह्यापी महापूजा It's not drink. ल त साथीहरु आजको हाम्रो महापूजा चाहिँ सकियो अब हामी चाहिँ नेवारी भोज खानतिर लाग्छौं अब फेरि यस्तै अर्को भ्लग लिएर फेरि उपस्थित हुने नै छौं आजको लागि चाहिँ हामी बिदा माग्न चाहन्छौं सबैलाई ह्यापी तिहार भन्दै भाइटिकाको धेरै धेरै शुभकामना छ र भाइटिकाको एकदम रमाइलोसित आफ्नो भाइटिका मनाउनुहोस् आफ्नो दाजुभाइसित रमाउनुहोस् देश विदेश भएका सबै साथीहरूलाई ह्यापी भाइटिका बाइ